हामी यहाँ है म विलास भारती समृद्ध पानी वेलफेयर सोसाइटीको फाउन्डर मेम्बर र सँगसँगै हाम्रो यहाँ हुनुहुन्छ सुरज राई है भविष सुब्बा सँगसँगै हाम्रो बहिनीहरू विवेक भारती दाजु सीमा लक्ष्मी अश्विनी है निशा सबैजना हुनुहुन्छ अनि हाम्रो भाइ अभि राई है समृद्ध वेलफेयर सोसाइटीको हामी फाउन्डर मेम्बर सबैजना र गत तारिक है 2 तारिक नोभेम्बरको दिन है हाम्रो समृद्ध पानी वेलफेयर सोसाइटीका सदस्य सक्रिय सदस्य हाम्रो सानो भाइ सबभन्दा सानो उमेरको पनि होला उ सायद हाम्रो सोसाइटीमा है उसको पिताको है अजित राईको दुःखद निधन हुन गयो है त्यसमा हामी गहिरो शोक व्यक्त गर्दछौँ है र हामीले हाम्रो जति जुन पनि सोसाइटीको कार्यक्रमहरू थियो त्यो त्यस विषयहरूमा हाम्रो भाइ अभिले एकदमै सक्रियपूर्वक भूमिकाहरू निभाइरहेको थियो है र हामीले हुन त यो हामीले यो सहयोग नगर्दा के नगर्दा पनि तपाईँहरूले यो टार्नु नै हुन्छ होइन तर पनि एउटा मानवता भन्ने हुन्छ है किनभने परेको बेलामा एउटा सानो उयो पनि उयो हुन्छ र हाम्रो सम्पूर्ण वेलफेयर सोसाइटीको सदस्यहरूले कुनै कर कलाप दिन एउटा उयो गरेर के अरे आफ्नो स्वइच्छाले चाहिँ है भाइको यो जुन चाहिँ वेलफेयर सोसाइटीमा सबभन्दा कान्छो भाइलाई है सहयोग स्वरूप कति पानी हाम्रो सानो बोतलको पानी 20 कार्टुन हामीले उयो गरेको छौँ है र यसमा आज उपस्थित हुने मात्रै मेम्बर होइन र कतिजना मेम्बर्सहरू हाम्रो आउट अफ स्टेसन हुनुहुन्छ आफ्नो काम कुरोले गर्दा है उहाँहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र कतिजना गाउँमै भए पनि आफ्नो निजी व्यस्तताले यहाँ हुनुहुँदैन है र उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौँ है सबै मेम्बर्सहरूलाई उहाँहरू आफ्नो व्यस्तताले आउनु सक्नु भएन है जम्मा हामी 28 जना मेम्बर्सहरूमा यति चाहिँ छौँ अरू व्यस्तताले आउनु भएन है र त्यसरी नै हामी केही ढिलो नगरी र उहाँ परिवारलाई है हामी यो समृद्ध पानी वेलफेयर सोसाइटीको तर्फबाट शोक संवेदना पत्र पनि हामी प्रदान गर्नेछौँ है र त्यसलाई म सर्वप्रथम पठन गरिरहेको छु र शोक संवेदना पत्र समृद्ध पानी वेलफेयर सोसाइटी आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन थियो आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन थियो इन्द्रै बिन्ती गरौँ झुकेर पाउमा त्यो बिन्ती मान्दैन थियो इन्द्रै बिन्ती गरौँ झुकेर पाउमा त्यो बिन्ती मान्दैन थियो भन्नाले हामीहरू एउटा बिमारी हुने के हुने भन्ने एउटा न्यू मात्रै हुन्छ तपाईँ हाम्रो पनि मृत्यु भन्ने चाहिँ ध्रुव सत्य हो तर जुन दिन मान्छेको दिन हुन्छ होइन र ढिलो सत्य हो तर जानु नै पर्छ तपाईँ हामी पनि एउटा ढिलो छिटो मात्र हो र हामीले चित्त बुझाउनु पर्छ है र त्यसरी नै समृद्ध पानी वेलफेयर सोसाइटीका एक सक्रिय सदस्य अभि राई आफ्नो पिता अदीप राईको गत मिति 2 तारिक नोभेम्बर 2025 को दिन आकस्मिक निधन भएको कारण उनी हाल पितृशोकमा परेको खबरले हामी समृद्ध पानी वेलफेयर सोसाइटीका सम्पूर्ण सदस्य दुखी छौँ सो अदीप राईको निधनले समृद्ध पानी वेलफेयर सोसाइटीका समस्त सदस्य लगायत समृद्ध पानीलाई नै मर्माहत तुल्याएको छ शोकाकुल परिवारलाई यस दुःखद घडीको सामना गर्ने ईश्वरले क्षमता प्रदान गरून् तथा दिवंगत आत्माले चिर शान्ति प्राप्त गरोस् भन्ने कामना गर्दछौँ समृद्ध पानी वेलफेयर सोसाइटीका सम्पूर्ण सदस्य दिवंगत आत्माप्रति श्रद्धा सुमन अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ओम शान्ति विनीत सम्पूर्ण सदस्य समृद्ध पानी वेलफेयर सोसाइटी पोखरेबुङ दार्जिलिङ र यो सम्बर्धना शोक संवेदना पत्र चाहिँ हाम्रो समृद्ध पानी वेलफेयर सोसाइटीका चिफ एडभाइजर श्री सुरज थोनी साच्यूको बाहुलीबाट है शोकित परिवारलाई हामीले प्रदान गरिएको छ र त्यसरी नै शोक संवेदना पत्र हामीले प्रकट गरिसकेपछि र हामीले जति त्यो यो अहिले मिनरल वाटर्सहरू थियो है र कलेक्ट भएकोमा जति पनि केही रकम उब्रेको थियो र त्यो चाहिँ हाम्रो एसिस्टेन्ट केसियर सोसाइटीको एसिस्टेन्ट केसियर बहिनीलाई है हाम्रो माइजूलाई हस्तान्तरण गरिदिने म बिन्ती गरिरहेको छु त्यति नै हो ल।